सबैजनालाई म हार्दिक स्वागत गर्न चाहन्छु है गाइस। र आज म चाहिँ यहाँ दुबईको सिटी वाक सेन्टर पार्कमा आएको छु र मैले यहाँबाट यो भिडियो बनाइरहेको छु। एकदमै राम्रो अट्र्याक्सन रोड अनि यो चाहिँ अलिकति भिडियो एरिया हो है गाइस। एकदमै घुम्न लायकको ठाउँहरू यहाँ बनिराखेको छ र आज म यो रोड हुँदै बिस्तारै आज म डिएक्सनको अफिस परामा जाँदैछु। त्यही भएर आज म यो भिडियो यहाँबाट तयार पार्दैछु गाइस है। यहाँले यो भिडियो हेरिसके पछाडि आफ्नो विचार र प्रतिक्रिया दिन नबिर्सिनुहोला। र आज मैले यहाँहरूलाई यहाँको केही भौतिक विकासहरू कसरी विकास अगाडि बढिरहेको छ र यहाँका रोडहरूको कन्डिसन कस्तो छ, अर्को चाहिँ यहाँको सडक सञ्जाल मात्रै नभएर यातायातको अर्को भरपर्दो माध्यम जस्तो तपाईँको यहाँको ट्रेन, यहाँको मेट्रो पनि मैले केही यहाँलाई देखाउँदैछु र यहाँले मेरो निरन्तर रूपमा भिडियो हेरिदिनु भएको छ, मलाई एकदम हौसला प्रदान गरिदिनु भएको छ। म यहाँलाई एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु र यहाँले फेरि मेरो निरन्तर रूपमा मेरो भिडियोहरू हेरिदिनु हुनेछ। र मलाई यो ठाउँ आएपछि धेरै आनन्द लाग्छ। यता दायाँ बायाँ बनेका भवनहरूको कारणले यहाँको वातावरण एकदमै सन्तुलन छ। अलिकति समरमा पनि त्यति साह्रो यहाँ गर्मीको फिल हुँदैन, धेरै राम्रो लाग्छ। र नेपाललाई पनि हामी यस्तै बनाउनुपर्छ गाइज है। हेर्नुहोस् त यहाँका बिल्डिङहरू, फराकिलो रोड अनि दायाँ बायाँ यहाँ गार्डनहरू सबै कुराहरू हेर्दाखेरि एकदमै सिस्टमेटिक देखिन्छ। र आजदेखि 3 दिनको यहाँ चाहिँ नेसनल डे सेलिब्रेसन, दुबईको यो ग्रेट सेलिब्रेसन, यो नेसनल डे हुनाले गर्दाखेरि आजदेखि नै सरकारी कार्यालयहरू चाहिँ बन्द रहनेछन्, 3 दिनसम्म बन्द रहनेछन्। केही कार्य बाहेक सबै र 2 तारिक र 3 तारिकको लागि चाहिँ पूर्ण रूपमा बन्द छ। आज पनि बन्द नै रहेको छ र मुख्य सेलिब्रेसन चाहिँ 2 तारिक रहेको छ साथीहरू है। सबैलाई एकदमै प्रति आकर्षण गर्न चाहन्छु। पस्किने छु र केही नयाँ कुरा दिने कोसिस गरिराखेको छु। यसले गर्दाखेरि यहाँहरूलाई केही न केही सूचनाहरू प्राप्त हुन सकोस् र यसको बारेमा केही यहाँले दिन सक्नुहुन्छ है। र यहाँ चाहिँ हामीले हतार गरेर रोड क्रस गर्न मिल्दैन। यो उतापट्टिको चाहिँ तपाईँको सिग्नल हेरेर मात्रै हामी यसरी रोड क्रस गर्न मिल्छ। बिस्तारै यहाँ रोड क्रस गरिरहेको छु। एकदमै फराकिलो छ यहाँको रोडहरू, राम्रो छ है गाइस। कति राम्रो लाग्छ मलाई यो ठाउँमा आएपछि, धेरै आनन्द लाग्छ। त्यहाँ सिम्पल छ, गर्मी पनि छैन। नेपाललाई यस्तै बनाउनुपर्छ है। सबैजनाले राम्रो नेपाललाई एउटा गर्व गर्न लायक है। कति नेपाललाई चाहिँ गरिब राष्ट्र बनाउने हामीले पनि नेपालले श्रम मात्रै बेच्ने, नेपालका दक्षिण जनशक्तिलाई विदेश पठाउने र विदेशमा पलायन हुने, देशमा जनशक्तिको खाँचो हुने र उस्तै पऱ्यो भने ग्रामीण भेगमा लास उठाउने समेत मान्छेहरू नभएको अवस्था छ। हामीले एकदमै गम्भीर भएर सोच्नुपर्ने समय आएको छ गाइज है। हामी सब कमिटमेन्ट गऱ्यौँ भने सायद हामीले एउटा गर्व गर्न लायकको देश बनाउन सक्छौँ होला। नेपाललाई हामीले एउटा अमेरिका जस्तो अनि अस्ट्रेलिया जस्तो देश बनाउन सक्ने भने नेपालीहरू कसैले पनि देश छोडेर बाहिर जानुपर्ने छैन। देशमै रहेर आफ्नो देशको परिवारसँगै रहेर उहाँले रोजगार पाउन सक्ने वातावरण बनाउनुपर्छ।
र हामीले हाम्रो देशलाई अमेरिका अस्ट्रेलिया जस्तो बनायौँ भने एउटा गर्व गर्न लायकको देश बनायौँ भने पक्कै पनि हाम्रो नेपालीहरूले देश छोडेर बाहिर जानुपर्ने छैन। त्यसको त्यो अवस्थाको अन्त्य हुनेछ है गाइस। र हामीले केही न केही शिक्षाहरू गर्छ। र म यहाँ अगाडि तपाईँले यहाँ देखाउँछु है, यहाँबाट पर एउटा टावर यहाँले देख्नुहुन्छ। यो बुर्ज खलिफा विश्वको 165 तले यो सबैभन्दा ठुलो टावर हो। मैले यहाँलाई त्यो देखाउँछु है। ल यहाँहरू निरन्तर जोडिनु होला है। यहाँले हेर्दै हुनुहुन्छ यो बुर्ज खलिफा विश्वको सबैभन्दा अग्लो टावर हो यो। यहाँ यसको नजिक थुप्रै टावरहरू छन् तर त्यसलाई कसैले पनि लखाउन सक्दैन। यो यत्रो टावर छ कि तपाईँ त्यसको नजिक गएर हेर्नुभयो भने तपाईँले तलबाट तपाईँको क्यामेराले माथि भेट्दैन है। यति ठुलो टावर छ, धेरै ठुलो टावर छ बुर्ज खलिफा। अस्ति पनि मैले तपाईँलाई यो टावरको एउटा फोटो देखाएको थिएँ। त्यहाँदेखि भनेर टावरहरू छन् है, राम्रो छ। अर्को कुरा हेर्नुहुन्छ यो एउटा बिल्डिङ, यो चाहिँ 50-60 तलाभन्दा कमको छैन है, यति माथिसम्म बनेको छ। र यहाँ काम गर्नको लागि केही जोखिम पनि छ। हेर्नुहोस्, मान्छेको मुटु चाहिँ मान्नै पर्छ है। यत्रो माथि गएर पनि काम गर्न सक्ने त्यो मान्छेलाई चाहिँ मान्नुपर्छ। कति अग्लो टावर तर बिल्डिङहरू हेर्नुहोस्। अनि यहाँका भवनहरू धेरै व्यवस्थित छन्। कुनै पनि ठाउँमा नयाँ संरचना बनाउनुभन्दा पहिले त्यहाँको एस्टिमेट बनाउनु पर्ने हुन्छ र एउटा डिपिआर तयार गरेर त्यो अनुसारको संरचनाहरू बनाउँदाखेरि बन्ने भवनहरू अलिकति राम्रो र व्यवस्थित हुन्छ। र फेरि हामीले त्यो गरेनौँ भने हामीले बनाउने संरचनाहरू कुरूप हुन्छ र त्यसलाई भोलि गएर बिगार्नु भत्काउनुभन्दा बरु दिगो र सोच विचार गरेर गर्दाखेरि धेरै राम्रो हुन्छ। र कुनै पनि ठाउँमा प्लानिङहरू गर्दाखेरि चाहिँ तपाईँको सबै कुराहरू समेटिनुपर्छ। विश्वविद्यालय कहाँ बनाउने, अनि त्यसै गरी हस्पिटलको लागि क्षेत्र छुट्याउनु पऱ्यो, बस पार्कको लागि व्यवस्थित बस पार्क, अनि बजार, यी सबै कुराहरू डिपिआर बनाएर संरचनाहरू बनाउँदा चाहिँ धेरै राम्रो हुन्छ। यहाँ चाहिँ धेरै व्यवस्थित पाउनुहुन्छ। तर यहाँका रोडहरू पनि फराकिला रोडहरू छन् र यहाँका यात्रुहरू अझ धेरै मान्छेहरू सडक सञ्जालमै निर्भर छन्। धेरै मान्छेले मात्रै अहिले मेट्रो गरिरहेको हुन्छ अनि धेरै मान्छेले सडकमै निर्भर रहिरहेको अवस्था हो। तर पनि यहाँ त्यस्तो असहज भने चाहिँ देखिँदैन, धेरै सहज छ है। गाइस